चारुका बोट हुन्। यो पनि यसरी लटरम्म फलिरहेको छ। यो चाहिँ असार साउनको महिना खान योग्य हुन्छ। यो दाँते ओखर हो। यो पनि फलिरहेको छ। अब यसरी धेरै छन् यहाँ ओखरका बोटहरू। यी फल्ने क्रम जारी छ। यो सबै ओखरहरू। यो बीचबीचमा तिमुरका बोटहरू पनि लगाएको थियो, किनकि यो पार्वती खातीको यो अचारको काम पनि भएको हुँदा, अचार र मसला बनाउने काम पनि भएको हुँदा बीचमा यो तिमुरका बोटहरू पनि लगाएका छन् र अहिले फल्न सुरु भइसकेको छ। यो कुलमका बोटहरू हुन्। यिनीहरू पनि फल्न सुरु भएका छन्। यी बोटहरू पनि अहिले राम्रोसँग फलिरहेका छन्। अहिले यो आफ्नो बगैँचालाई हेरविचार गर्नको लागि यहाँ आफ्नो बारीमा आउँदाखेरि ऐँसेलु पाकेको देख्दाखेरि ऐँसेलु खान लाग्नुभएको छ। यो मकान यो करेसाबारीको मालिक नि जो कसैको आमा हुन् भने कसैको बुहारी, कसैको छोरी र मेरो चाहिँ बुढी हुन्। यो उहाँको छोरी, यो उहाँको सासुआमा यो अहिले ऐँसेलु खाँदै हुनुहुन्छ। आज मेरो चाहिँ कान्छी आमा। अब यसरी धेरै बोटहरू लगाएका छन् यहाँ। यो फल्न सुरु भइसकेका छन् धेरै बोटहरू। यो ओखर दाँते ओखर, यी बोटहरू, यो कुरम, यो पुरै बगैँचा जति देखिन्छ सबै ओखरको हो, दाँते ओखर हो। तलदेखि माथिसम्म केही बोटहरू फल्दैछन् भने केही फल्न